का लागि म निम्त्याउन गइरहेकी छु। आफ्नो अति व्यस्तताका बावजुद पनि हाम्रो निम्तोलाई सहर्ष स्वीकार गर्दै आफ्नो अमूल्य समय दिएर हामीलाई थप हौसला प्रदान गर्ने व्यक्तित्व हुनुहुन्छ। धनगढी जेसिस वर्ष 1991 का अध्यक्ष, कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख, सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार एवं यस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जेसीआई सिनेटर डाक्टर हेमराज पन्तज्यूलाई हार्दिक अनुरोध गर्दछु। एवं नम्र व्यक्तित्व यस विद्यालयका प्लस 2 कार्यक्रम संयोजक जेसीआई सिनेटर कृष्ण बहादुर बोहराज्यू, शिक्षक शिक्षिका समाजका मौन शिल्पी हुन् जसका हातले भविष्यको रूपरेखा जीवनका जटिल पाठहरू र सरल भाषामा शासन दृष्टिमा प्रत्येक विद्यार्थी सम्भावनाको बीज हो जसलाई सिँचाइ संरक्षण र सही मार्गदर्शनद्वारा विशाल वटवृक्षमा रूपान्तरण गर्न सकिन्छ। शिक्षक शिक्षिकाको भूमिका केवल बौद्धिक विकासमा सीमित नभई नैतिकता, संस्कार र मानवीय मूल्यहरूको पाठ पनि मौन रूपमा सिकाउने गर्नु हो। गुरु विष्णु गुरुदेव महेश्वरः गुरु साक्षात् परम ब्रह्म तस्मै श्री गुरुवे नमः। अर्थात् यस श्लोकले गुरुमा सृष्टि, संरक्षण र संहार तीनै शक्तिको समावेश। गुरु नै परम सत्यको मार्गदर्शक भएकाले उहाँहरूप्रति श्रद्धा र सम्मान व्यक्त गर्नु हाम्रो कर्तव्य हो। उहाँहरूको अथक सम्मान यस विद्यालयका आंशिक तथा पूर्ण रहनेछ। र देशप्रतिको निस्वार्थ प्रेमलाई स्मरण गर्दै स्वतन्त्रता, प्रजातन्त्र र राष्ट्रिय स्वाधीनताका लागि त्यसैगरी अतिथिको आसन ग्रहण गरिदिन हुन धनगढी जेसिस बोर्ड अफ ट्रस्टिजका अध्यक्ष जेसी पदम विक्रम सिंहज्यूलाई हार्दिक अनुरोध गर्दछु। मार्च 4 गतेका दिन आफ्नो 42औं वसन्त पार गरी 43औं वसन्तको सुनौलो बिहानीमा प्रवेश गरेको शुभ उपलक्ष्यमा आयोजित यस सांस्कृतिक कार्यक्रम तथा समापन दिवस एवं पुरस्कार वितरण समारोहका उपस्थित श्रद्धेय सभापति महोदय, यस विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यू, धनगढी जेसिस वर्ष 2026 का अध्यक्षज्यू, यस विद्यालयका आंशिक तथा पूर्णकालीन शिक्षक शिक्षिका कर्मचारी, यहाँ उपस्थित सम्पूर्ण अतिथि तथा अभिभावक ज्यूहरू र विद्यार्थीहरूमा मेरो न्यानो धामी र आरोही अधिकारी, कृपया उहाँहरूलाई जोरदार तालीका साथ मञ्चमा स्वागत गरिदिन हुन हार्दिक अनुरोध गर्दछु।
फनफने घुम्मी कम मारे
हजुर हौ रानी हजुर लाई देउला चोखो तिहार मिनरलको पानी हजुर हौ रानी हजुर लाई देउला चोखो तिहार लैजाऊ घुमाउन मलाई छमेल बजार सासी चढाउँदै लाई देउला चोखो तिहार लैजाऊ घुमाउन मलाई छमेल बजार सासी चढाउँदै लाई देउला चोखो तिहार ओ परम लाई देउला चोखो तिहार ओ परम लाई देउला चोखो तिहार ओ परम लाई देउला चोखो तिहार धन्यवाद आफ्नो उत्कृष्ट प्रस्तुति तिमीलाई आफ्नो ठान्छ मनको सानो लगा तिम्रो कान्छ मनले तिमीलाई चाहन्छ तिम्रो मायामा नाच्न थाले म वार्षिकोत्सवको अवसरमा पुस 18 गतेदेखि 26 गतेसम्म विभिन्न विधामा खेलकुदहरू सञ्चालन गरेको थियो र आज हामी उक्त खेलकुदको पुरस्कार वितरण गर्न गइरहेका छौँ र अहिलेलाई म कक्षा 10 देखि युकेजी सम्मको केही पुरस्कार वितरण गर्ने जमर्को गरिरहेको छु र उक्त पुरस्कार वितरण गरिदिन हुन
आज यस कार्यक्रमका अतिथि तथा धनगढी जेसिस वर्ष 2026 का अध्यक्ष जेसी महेश्वर ओझाज्यूलाई हार्दिक अनुरोध गर्दछु। यस विद्यालयले आयोजना गरेको कक्षा नर्सरीमा स्विट रेस अन्तर्गत तृतीय स्थान हासिल गर्न सफल अनुवर दामी, त्यसै गरी द्वितीय स्थान हासिल गर्न सफल आरोग्य बुढा र प्रथम स्थान हासिल गर्न सफल अनुराग खड्का। यदि उपस्थित हुनुहुन्छ भने आफ्नो नर्सरी लेभलमा सञ्चालन गरिएको आयोजना गरिएको स्विट रेस अथवा जेरी रेस त्यसै गरी मायुम श्रेष्ठ द्वितीय स्थान हासिल गर्न सफल अनुभव धामी नर्सरी लेभलकै र प्रथम स्थान हासिल गर्न सफल नर्सरीकै आरब शर्मा। नर्सरी लेभलकै सञ्चालन गरिएको थियो बेलुन ब्रस्ट। घर्केले छाउनु परालमा खरा छैन नि झिङ्गटी। घर्केले छाउनु परालमा खरा छैन नि झिङ्गटी। हौ भाग्यमै भए कमान्छु भन्छ चाटिन सम्पत्ति। हौ भाग्यमै भए कमान्छु भन्छ चाटिन सम्पत्ति।
झन् काफ्लेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गर्ने क्या गाउँदै गाउँदै त्यो अस्ति रुख चढ्दाखेरि गाएको गीत हो नि हा हा भिरा र पहिरो खोलाको बाटो नमान्नु डाइरा ए भिरा र पहिरो खोलाको बाटो नमान्नु डाइरा नफुल्नु माया मनलाई फुल्यो यो जुनी दिनैमा हो नफुल्नु माया मनलाई फुल्यो यो जुनी दिनैमा सुना है साथी जो धर्म परे के गर्नु देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु भन्छु त्यो रामले भगाउँछ कामले जानु कि नजानु 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 सबै कुरा खोलुङ्गी मनका कुरा खोलुङ्गी सबै कुरा खोलुङ्गी मनका कुरा खोलुङ्गी तेरीका साइलेरी में तेरीका साइलेरी में आमालाई पल्ला रे साइलोले पल्ला रे साइलोले तेरीका साइलेरी तेरीका साइलेरी में ए मगा ढाले 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 ए मगा ढाले 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 ए मगा ढाले 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 ए मगा ढाले 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 सजले फट्टे फटाई ए बठारले गज बठाई अरे मैं सजले फट्टे फटाई ए बठारले गज बठाई तेरीका साइलेरी में तेरीका साइलेरी में आमालाई पल्ला रे साइलोले पल्ला रे साइलोले तेरीका साइलेरी में तेरीका साइलेरी में ए मगा ढाले 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 ए मगा ढाले 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 ए मगा ढाले 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 ए मगा ढाले 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 ढाले
अल्लाहले साइलोले हातेरी गासाइले हातेरी गासाइले ए मता ढाले 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 ए मता ढाले 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 ए मता ढाले 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 ए मता ढाले 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 देउरालीमा बर्फी पटाउतारी कोछ मेरो मन्दिरले दौतारी बेसी रमाइलो देउरालीमा बर्फी पटाउतारी कोछ मेरो मन्दिरले दौतारी बेसी रमाइलो बेसी रमाइलो बेसी रमाइलो जता माया छ उतै रमाइलो बेसी रमाइलो जता माया छ उतै रमाइलो आइरहेछ हरेली भरेली यो पैसाको खेला कहिले होला जिन्दगीमा दुई मुटुको मेला आइरहेछ हरेली भरेली यो पैसाको खेला कहिले होला जिन्दगीमा दुई मुटुको मेला कहिले होला जिन्दगीमा दुई मुटुको मेला मान मान दोस्तीले मालिकै मेरो देउता होला नि कहीँ न कहीँ बेसी घमाइलो बेसी घमाइलो बेसी घमाइलो जता माया छ उतै रमाइलो बेसी घमाइलो जता माया छ उतै रमाइलो धन्यवाद अत्यन्तै मनमोहक प्रस्तुतिका निम्ति फेरि पनि पुरस्कार वितरणलाई निरन्तरता दिन बल्ल बुझे चाल तेरो रहेछ तिर्ताले तँलाई सपिङ गरिदिएको पैसा फिर्ताले बल्ल बुझे चाल तेरो रहेछ तिर्ताले तँलाई सपिङ गरिदिएको पैसा फिर्ताले तँलाई सम्पत्तिको सन भएको भिकारीले पाओस् मलाई जुत्ती हान्ने खुट्टी तेरा फर्किएरै जाओस् तँलाई त्यो देखाइ हिँड्ने तेरा टाढै सर्की जाओस् तेरा घाइनोमा कुरुको खेती धमिराले खाओस् मलाई छोडी अर्कै हेर्ने तेरा आँखै फड्की जाओस् मलाई छोडी अर्कै हेर्ने तेरा आँखै
टोपी बाङ्लो मेलाई गोटा यति राम्रो पैसा जोबान गलाई तिमी हो त सन्तानी सन्तानी तिमी बिना जिन्दगी जन्मानी सन्तानी तिमी बिना जिन्दगी जन्मानी तिमी बिना जिन्दगी जन्मानी सन्जालीलाई बाटो भन्छन् गल्नेलीलाई सिधा पत्तो यसै भागे पनि तिमीलाई जवान दिँदा परान यसै सिल्यौँ बिगार तिम्रो गालामा छ डिम्पल लजाइ लजाइ हेर्ने बानी भोलि भन्छन् सिम्पल सन्तानी सन्तानी तिमी बिना जिन्दगी जन्मानी सन्तानी तिमी बिना जिन्दगी जन्मानी तिमी बिना जिन्दगी जन्मानी ताक्सुर खुट्टा केटीहरू सिधा सादा हुन्छन् बाहिर दुःख देखाउँदैनन् बरु एक्लै रहन्छन् पराला तिम्रै भरोसा बटौलीमा बिना खोला नवलपुरमा सिजी यसो भेटौँ भन्दा पनि तिमी सधैँ
सहित र उहाँको गार्जियनलाई पनि मञ्चमा निम्त्याउन चाहन्छु। ताली 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 चार जिपी कुनै एउटा मजाकको कुरो थिएन, एउटा सपना र सपना सँगसँगै गरिएको एउटा सङ्घर्षको मिठो फल थियो भन्ने कुरा हामीले सिक्नुपर्छ र आगामी दिनहरूमा पनि हामीले यो रिजल्टलाई निरन्तरता दिइराख्नु हुनेछ। उपस्थित हुनुहुन्न र उहाँको अभिभावक यहाँ हामी कहाँ उपस्थित हुनुहुन्छ, उहाँलाई सम्मान र यो प्रशंसा पत्र ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। अझै उत्तरोत्तर प्रगति सँगसँगै तपाईँहरूको सुनौलो भविष्यको पनि कामना गर्दछु सम्पूर्ण विद्यालय परिवारको तर्फबाट। धेरै धेरै धन्यवाद सर। अझै सर विशेष गरी अरू विद्यार्थी भाइ बहिनीहरूले थप अनुशासित हुनुको लागि के गर्नुपर्छ भन्ने कुराहरू पनि सिक्नुपर्छ र यो निरन्तरता अझै पनि आगामी दिनहरूमा रहिरहनेछ र हामीले अझै आशा अपेक्षा गरेको छौँ र तपाईँहरूको उत्तरोत्तर प्रगतिको पनि कामना गर्दछु। धेरै धेरै धन्यवाद। मायालुलाई जात्रैमा भेटियो, पानी खाने पियासै मेटियो, जति हेऱ्यो उति नै राम्री छे, पन चढ्ने मैच्यान केटियो। बस्की बस्की हल्लिन नगर फर्केला, बारुली कम्मर ए बस्की बस्की हल्लिन नगर फर्केला, बारुली कम्मर। त्यसरी आउँछौँ भएन, पुस्तकमा लेखेको छ छैन, बकुलाले माछालाई निले झै पप पप निलिने माइन।
यो पूर्वाधारहरू पनि बनाउँदै जानुपर्ने हुन्छ र त्यसमा पनि हामी लागिरहेका छौँ कुनै रूपमा र म शिक्षकहरूको विशेष लगनशीलताको कारण नै यो भएको हो उहाँहरूको मनोबल बढाउनको लागि पनि सञ्चालक समितिले अगाडि पनि निरन्तर रहनेछ भन्ने म कामना गर्दै यो कार्यक्रमलाई आयोजना गर्नुहुने सम्पूर्ण यसको आयोजकज्यूहरू इत्यादि भाइ बहिनीहरू शिक्षक शिक्षिकाहरू जसको इन्भल्भमेन्ट छ सबैलाई म हार्दिक धन्यवाद दिँदै यस हाम्रो यस विद्यालयको उत्तरोत्तर कामना गर्दै आफ्नो शुभकामना दिँदै हुन्छु धन्यवाद।
मञ्चमा अथवा यो कार्यक्रममा म नाम उद्घोष गर्न चाहन्छु। म आइसकेँ है। कबड्डी प्रतियोगितामा आफ्नो जादुमय खेल देखाउँदै बेस्ट प्लेयर अवार्ड जित्न सफल खेलाडी हुनुहुन्छ छात्रतर्फ को हुनुहुन्छ होला? रेवन्त बुढा कक्षा 12 बाट। र छात्र कबड्डी तर्फ बेस्ट प्लेयर अवार्ड जित्न सफल हुनुहुन्छ कक्षा 11 बाट सपना पिस्ट। र अन्तमा र आफ्नो जादुमय को हुनुहुन्छ होला? कक्षा 7 बाट क्षितिज धामी। क्षितिज धामी होसो कदका भए पनि बललाई निकै घुमाउन सक्ने र छल्न सक्ने जादुमय एउटा विजयी बन्न सफल हाउस थियो। 71 अङ्क सहित व्हाइट हाउस र उता हाउस क्याप्टेन र खेलाडी क्याप्टेनहरूलाई म यो ट्रफी ग्रहण गर्ने खेलाडी भाइहरूलाई पनि र भाइ बहिनीहरूलाई पनि यो ट्रफी ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। जो ताली बजाइदिनु हार्दिक अनुरोध गर्दछु। तालीमा 300 रुपैयाँ होला। अझै पनि यो हाउस जस्तै अरू हाउसहरूले पनि आफ्नो उत्कृष्ट खेल प्रस्तुत गर्नुहुनेछ र आगामी दिनमा अनुशासित र लगनशील भएर गेमप्रतिको खेलप्रतिको भावना जोगाउनुहुन्छ भनेर आशा गरेको छु। धन्यवाद सर। फेरि पनि छम्मै जाला पानीमा आँखा पर्यो नदीमा राम्रो तिमी फुल झै शीतल तिमी जुना झै छम्मै जाला पानीमा आँखा पर्यो नदीमा राम्रो तिमी फुल झै शीतल तिमी जुना झै उजेली चोक्छुन् भन्दा के चाहियो यो भन्दा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा खुकुरीलाई पितल छापा हाँसियालाई बाला कति छेउदाइने देब्रे जवान होइले जाला जवान होइले जाला मेरै घरको गाईको ठुलो आँगन चारै टोले नबिजुली न पानास तिमी भए हुने तिमी भए हुने राम्री रहेछौ फुल भन्दा के चाहियो यो भन्दा